हेलो गाइस, नमस्ते। मेरो डम्बर पूर्जा युट्युब च्यानलमा म अहिले यो मेरो लागि बिल्कुलै नयाँ बियर्ना लगाएको 4 वर्ष भयो। अहिले फल्न थालेछ। यसलाई बुद्ध चित्त भन्दो रहेछ। भर्खरै आउँदा 2-4 महिनापछि आउँदा यसले पातलो पातलो फलेको रहेछ। म तपाईहरुलाई यसको फल पनि देखाउने छु। यस्तो खालको फल फल्दो रहेछ। मैले युट्युब च्यानलमा भर्खरै हेरे अनुसार यसको तलतिरको हाँगा काट्नु हुँदैन रहेछ। तर मैले थाहा थिएन, तलको हाँगा जति सबै काटेर फाल्दिएँ। माथि माथिकोले पातलो पातलो फलेको छ। मलाई केही पनि जानकारी छैन। युट्युब च्यानल मार्फत नै मैले यसो 1-2 कुराहरू मात्रै जानकारी पाएँ। हेरौँ यसको नतिजा कस्तो हुन्छ। यसको बोट अलि दरिलो हुँदैन रहेछ। म 2-3 महिनापछि आउँदा यो टोटल्ली भुइँमा लत्रेको थियो। मैले भर्खर मात्रै यसलाई यसरी टेको दिएर ठडाएको छु। मैले जम्मा 8-10 वटा रोपेको थिएँ। जम्मा 4 वटा मात्रै जीवित रहेछ। 2टाले मात्रै फल्न थालेको छ। यसको जराको हाँगाहरू सबै काटेर मैले डढाउनको लागि भनेर मैले माथि थुपारेर राखेँ। गल्ती गरिएछ। तलको हाँगाहरू सबै काटेर यसरी फाल्दिएँ मैले। यसमा बाक्लो बाक्लो फुल फुलेको थियो। तर मलाई वरिपरि काम गर्नको लागि अलि असहज भएको हुनाले मैले काटेर यसरी फ्याँकेँ। यहाँ हाम्रो सुन्तला बारी। सुन्तलालाई गोडमेल गर्नुपर्ने हो। यस वर्ष मैले गोडमेल पनि गरेँ हैन। यस्तो झाडी छ। त्यति फलको आश गर्न चाहिँ पाइने छैन जस्तो छ। यहाँ केराहरू पनि छन्। 2-3 वटा घारी कुनैको बोटमै पाकेको रहेछ। काटेर बजार लैजानको लागि, पोखरा लगेर खानको लागि काटेर राखेको छु। यो सुन्तलाको बोटहरू छामललाई राम्रै छन्। माथि यस्ता अग्ला अग्ला भिरहरू छन्। तल कालीगण्डकी करिडोर, तिब्ल्याङ बजार। यो हामी आउँदा बस्ने कटेरो हो। एक घारी केरा काटिएको छ। जंगल बीचको सुन्तला बारी। यहाँ यसरी केरा पनि बोटमै पाकिसकेको रहेछ। यस्तो खालको फल फल्दो रहेछ।
मैले युट्युब च्यानलमा भर्खरै हेरे अनुसार यसको तलतिरको हाँगा काट्नु हुँदैन रहेछ। तर मैले थाहा थिएन, तलको हाँगा जति सबै काटेर फालिदिएँ। माथिमाथिकोले पातलो पातलो खोलेको छ।